नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई जितको रहस्य च्यानलमा। साथीहरू, जीवनमा सबै कुरा सबैलाई भन्नु राम्रो हुँदैन, किनकि संसारमा सबै मानिसहरू तपाईको भलो चाहने हुँदैनन्। कतिपय मानिसहरू तपाईको कुरा सुन्छन्, तर मनमा तपाईको प्रगति देख्न चाहदैनन्। त्यसैले आज म तपाईलाई त्यस्ता 7 कुरा बताउनेछु जुन भुलेर पनि अरूलाई नसुनाउनु राम्रो हुन्छ। 1. आफ्नो भविष्यको योजना। साथीहरू, यदि तपाईले जीवनमा ठूलो योजना बनाउनु भएको छ भने त्यो सबैलाई भन्नु आवश्यक छैन। धेरै मानिसहरू तपाईलाई निरुत्साहित गर्न सक्छन्, त्यसैले योजना कम बोल्नुहोस्, काम धेरै गर्नुहोस्। 2. आफ्नो कमजोरी। हरेक मानिसमा कमजोरी हुन्छ, तर यदि तपाईले आफ्नो कमजोरी गलत मानिसलाई भन्नुभयो भने त्यो भविष्यमा तपाईको विरुद्ध प्रयोग हुन सक्छ। 3. आफ्नो ठूलो सपना। सपना सबैलाई भन्नु जरुरी हुँदैन। कतिपय मानिसहरूले तपाईलाई हाँसो उडाउन सक्छन् वा तपाईलाई निराश बनाउन सक्छन्। त्यसैले सपना भन्नुभन्दा सपना पूरा गर्नु राम्रो हुन्छ। 4. आफ्नो परिवारको समस्या। घरको समस्या संसारलाई भन्नु राम्रो होइन, किनकि धेरै मानिसहरूले समाधान दिनुभन्दा गफ बनाउन मन पराउँछन्। 5. आफ्नो राम्रो काम। यदि तपाईले कसैको मद्दत गर्नुभएको छ भने त्यो सबैलाई बताउन आवश्यक छैन। साँचो राम्रो काम चुपचाप गरिन्छ। 6. आफ्नो आय र पैसा। पैसाको कुरा सबैसँग गर्नु राम्रो हुँदैन। यसले ईर्ष्या, गलत सोच र कहिलेकाहीँ समस्या पनि ल्याउन सक्छ। 7. आफ्नो गोप्य कुरा। जीवनमा केही कुरा केवल आफ्नो मनमै राख्नु राम्रो हुन्छ, किनकि हरेक मानिस विश्वासयोग्य हुँदैन। साथीहरू, जीवनमा सफल हुनको लागि के बोल्ने र के नबोल्ने भन्ने कुरा जान्नु धेरै आवश्यक हुन्छ। याद राख्नुहोस्, बोलिएको शब्द फेरि फर्केर आउँदैन। त्यसैले बोल्नु अघि सोच्नुहोस् र आफ्नो जीवनका महत्त्वपूर्ण कुरा सही मानिससँग मात्र बाँड्नुहोस्। धन्यवाद साथीहरू। यदि तपाईलाई यस्तो प्रेरणादायी भिडियो मनपर्छ भने जितको रहस्य च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी फेरि अर्को प्रेरणादायी भिडियो लिएर छिटै भेट्नेछौँ। धन्यवाद।